हामी खेल्यौँ हम फ्री फायर जसमा कि मेरो आइडी चाहिँ 55 लेभल छ हेर्न सक्नुहुन्छ उता यहाँ कस्तो बोलम इन्भाइट हान्छ यसलाई उठाउँछ कि उठाउन हजुर भन्दाखेरि हत्ता हामी एक्लै लोन खेल्ने गरेछ माइक अन गर्छ है यो किन हो ओए यो किन काट्यो अरे यसले बटको हिक्का एक्लै खेल्छ म बरु लोन बुल्फ भालु बुल्फ खेल्छ म अहिले भालु उसको नाम चाहिँ भालु बुल्फ हो लोन बुल्फको जग्गा लोन बुल्फको सुनो नाम हो यार भालु बुल्फ लाग्यो नि हुन्थ्यो नि बरु भालु बुल्फ 99 नेट हरी चले हम आय फ्लैशबैक की ना दे मैंने वहाँ किया रास्टर की आत्मा मेरे अंदर आ जा चल रास्टर क्या मेरे चल बे हट बे ओए नेट चलाना ये भी ओ ब्रो अबे के थियो बे त्यो के थियो ब्रो के थियो त्यो एक राउन्ड जिते खुसी भयो अनि मुन्डी सन्डी यो मरेन यो चिमकान्डी चल बेटे तर त मैले हेरिहाल्छु ओ हेलो बेटे म त भागे भाइ यार कस्तो बन्दा हाबे मेरो नेट ते पनि चलेन धेरै फास्ट गरेन देखाइले बडी करा बडी ओ हेलो बट ओए आज जरा भाइ जरा मेमोरी तले के गर्छ बट नोब्रा मार दे हेरे तुम्हारे साथ तो चिमकांडी ओए चिमकांडी होते ओए बट माइक ऑन आना ओए बट बेटे मरने का ना नहीं जिंदा बसने का मरने का सीधा आज खाएंगे तो कल में जाएंगे यति ड्यामेज दियो कतिको ड्यामेज हान्छ म हेर्छु पहिला 61 को ड्यामेज इमोट छैन किन इमोट हाल्छस् इमोट त यस्तो हुनु पर्यो नि बे इमोट यस्तो हुनु पर्यो नि ब्रो इमोट भने यस्तो हो के देखा इमोट भने त्यस्तो हो ब्रो त्यस्तो इमोट हैन आयो नजिकै इमोट ब्रो प्रो इमोट हुनुपर्छ वुडपेकर लियो अब यसको मैले वुडपेकर त जाले वुडपेकर के कुन गर्नु हो ए बिचारा ओले ले कमब्याक गर्ने हो म कमब्याक गर्न सक्दिनँ भने अर्को राम्रो कमब्याक गर्ने इजी पिजी अनि लान त्यसले मात्र हान दुईचोटि गोली हान त्यो गर्ले म आफै मर्छ ए कभरली मेडिकेट चाहिँ हान के बट ओए बट ल मर्यो बटे इस्नु वाला फ्याल्न दिमाग खेल्न उन्न यति
के फ्री फायर खेलना है तले मारे देखा नत्र तगी मारे देखा तगी नत्र ए बच्यो ए बच्यो भर्खर गेम थियो गाइस अब नि मनी एउटा छोटा सा गल्ती गरिदिएको थिएँ नि उता जाँदाखेरि नानीलाई हेरेको थिएन बट कहीँ खेल्ने गाडी भने त ओहो बाह्र नुकसान ड्यामेज खा चुपचाप 1v2 को भाग बे बॉट भारी मिस्टेक हो गया कम बैक अर्को राउंड में गाइस अर्को राउंड में कम बैक करने वाले कम बैक ब्रो सबै राउंड कम बैक सब राउंड में कम बैक अब यो लास्ट राउंड ब्रो मैले ओए आयो बल्ल के रिक्वेस्ट ओके कुछ भी नहीं होता हेलो ब्रो माइक ऑन करो हेलो को अरे माइक ऑन गरेर खेल्ने गरौ के दिमाग मान्छेहरु नि हरिफाने यार जल्दी भी 99 किन हुन्छ यार यो हेलो माइक ऑन गरौ न माइक तिमीको हरिफान अघि नैको अगाडिको हैन अब नेट चलाउँदैन मेरो ए नेट ह्याङ भइरहेछ मतलब मेरो अर्को राउन्डमा मोर्छन् क्या भन ओए हैन भन्ने चुपचाप मोर तेरी बटहरु आहान क्या अगाडि बटहरु आहान दुई रन चाहिँ खुसी भन्नु होला है मा बटहरु अगाडि भन्नु होला है बटकोलाई भनेको भए तिनीहरूले हैन तिनीहरूको अगाडि पापा हैन पापा ये दुनिया का पापा है पापा जल्दी ब्रो अबे जंप माने हाल्छ मलाई फुनी बिजनेस लॉस ओए मेरो नेट गिराल अबे गिराले लाग्दैन मैं तो के गर्छस् त नि मार्छस् उम्मीद नहीं है भाइ छैन भाइ मलाई उम्मीद तसित गाडी यसो छन्ने के हो बे ए मुखमै गिलाल लगाइदियो त बे हैन बे बट अबे माइकन गरेर हेर्न बट टिरक्स जीबी बट कस्तो खेले है थुक बन्डल निनुला गेम प्ले निनुबा अब डेजर लाइन ओह बल्ला उस यार बल्ला त्यसले अब हान्छ म एड ब्रो
मेरो ह्याङ भइरह ब्रो त्यहाँदेखि तलबाट कहाँ हान्छस् रे त्यहाँदेखि हारिदियो कि हराइदियो ब्रो हराइदियो इजी गेम हुन्छ तर इजीमा यस्तो हार्यो भने यस्तो रिस उठ्छ न फेरि बट अहिले गुलाल लगा के बट मरिस त उम्मीद नहीं है भाई साहब हेड बे के ओमले हाने मरिहाल्छस् नि ओमले हाने ओम चलाउन आउन बट ओम चलाउन आउँदैन खेले इमोट यस्तो हुनु पर्यो कि यस्तो वाला यो इमोट ब्रो एउटा एउटा नमस्ते गाडीवाला सुत्नेवाला Oh shit man oh shit यति ल्याग किन भइरह बे ब्लग बनाउन मात्र हुन्छ न त अरू बेला के स्मुथ चल्छ नि भनिन्छु एउटा यसको दिया बोलना तो मैं मर गया गाइस साह्रो के लास्ट राउन्ड कसरी जित्यो बटहरू सुनेको छ तर यिनीहरू त मुभ निक्लेन तिनीहरू वहाँ न तिनीहरू आइस बोलेको छु के भित्र के गर्नु तिनीहरू चलो मर Taimur ini nih masa kehenaran this player more anak malah kan lagi ancam hari 2 match ni ada gua जल्दी ब्रो जल्दी कति टाइम लाग्छ तो guys आजको भिडियोले थ्यांक्स फर वाचिङ टेक केयर बाई बाई